सरसँग त्यसैपटक भेटघाट त्यति बेला साह्रै नै उत्सुक लाग्यो सरलाई यो निर्वाचनमा हामीले जिताएर कि हामीले यो संविधान र व्यवस्था नै ठिक छैन भन्ने कुरालाई आश राखौँ। त्यो अलि हतार हुन्छ किनभने 2/3 नभइकन संविधान चलाउन सक्दैन होइन। 2/3 यसमा मात्रै भाग हुँदैन। हाम्रो राष्ट्रिय संविधान छ, त्यस कारणले जनमत सङ्ग्रह पनि सम्भावना छ देशमा। त्यहाँ धेरै सम्भावनाहरू छ, सम्भावनाहरू भएको होइन। तर तपाईँको हामीले गएर पहिला त त्योभन्दा पनि अगाडि गर्नुपर्ने, तपाईँ हामीले कमसेकम अस्पताल जाँदाखेरि पैसा बिना पनि पैसा नहुने मर्नुपर्ने अवस्था छ, त्यसलाई बन्द गर्नुपर्ने छ। सुशासन कायम गर्नुपर्ने, छोराछोरी हिँड्दाखेरि सुरक्षित भएर फर्किने वातावरण बनाउनु पऱ्यो। सरकारी कार्यालयमा जाँदाखेरि तुरन्त काम हुने वातावरण बनाउनु पऱ्यो। यो साधारणभन्दा साधारण कामै हुन सकेको छैन। यतातिर हामी पहिला जानुपर्छ। अब संविधानै फालेर फेरि 10 वर्ष अर्को संविधान बनाउनुतिर लाग्ने, अनि देश त तपाईँ र मैले त छोडेर जान्छौँ नि त पृथ्वी। त्यति भइसकेपछि पनि बावजुद पनि यहाँले भनेको सही एकबाट मान्नु भन्नु। त्यसो भएदेखि यो 43-44वटा उद्योग धन्दा कल कारखाना जुन नेपालमा छ, यहाँ महिला भन्दा पनि हजुरलाई थाहा छ। ती उद्योग धन्दा कल कारखाना के हजुरले चाहिँ सत्तामा पुगिसके पछाडि जनतामा चाहिँ म चलाउन सक्छु भन्ने प्रतिक्रिया दिन सक्छु? आवश्यकताको आधारमा त्यसलाई हेर्नुपर्छ। अहिले कुन आवश्यक छ, यहाँले अहिले आवश्यक छैन जस्तो लाग्नु होइन। मैले त्यो भन्नु खोज्दिनँ। आवश्यकताको आधारमा कुन आवश्यकता छ, कुनलाई जोगाउने, कुनलाई उठाउने, कुनलाई चाहिँ अब जोगाउनु पर्दैन, त्यो हेरेर जुनले चाहिँ हामीलाई फाइदा गर्नु पऱ्यो, हाम्रो रोजगारी सिर्जना गर्नु पऱ्यो, लगानी सरकारले गर्न सक्नु पऱ्यो, त्यहाँबाट प्रतिफल पाउनु पऱ्यो। उद्योगको कुरोलाई विस्थापित गरेर हुँदै नभएको कुरोलाई चाहिँ सम्भव होला र कतै नदिकन भाकेलाई पहिला बनाउने हो। अनि त्यो जनकपुर कारखाना छ, त्यहाँ कति नेपाली रोजगारी गर्थे, रघुपति जुटमिल थिए। अब वीरगञ्ज चिनी कारखाना चाहिँ कृषि औजार, मै सानो थिएँ त्यो वीरगञ्ज कृषि औजार कारखानामा। त्यो वीरगञ्ज कृषि औजारका फेरि हजुरको अगाडि ठुलो भएर गफ गरेको, म ठुलो भएर गफ गर्नु मौका मिलेर मैले कुरा सोधेको। त्यहाँ पहिला के बन्थ्यो भने धान चुट्ने मेसिन र ट्र्याक्टर बन्थ्यो। किन त्यति बेला नेपालको शिक्षा थिएन। अहिलेको शिक्षाले त्यहाँ हेलिकप्टर बन्थ्यो होला त्यो कृषि औजार कारखाना। थ्रेसर भन्छ नि त। कसले ल्याउने हो? हामी कोसिस गर्नेलाई पहिला त जिम्मेवारी निक्लेर राम्रा निक्लेर यो कुरालाई हामीले आश गरौँ यहाँबाट है। गलिन्छ। दाइलाई सरकार यो पटक रासोपालाई जिताएर गल्ती भएन छ भन्नु पऱ्यो होइन। त्यति होइन, हजुरलाई लाग्नुपर्ने हामीले गलत त के भन्छ भने काङ्ग्रेस कम्युनिस्ट भनेर गलत गर्ने। काङ्ग्रेस कम्युनिस्ट भने के तपाईँ र ममै विभाजनमा भइदिन्छ। हामी मिल्न सकेनौँ। हामीले नेपालको झन्डा बोक्न बिर्स्यौँ क्या। त्यस कारणले त्यो चित्त दुखेको कुरो चाहिँ मेरो लागि नत्र भने राजनीतिक कुरोलाई त मैले पनि यहाँ जससँग त्यसले गर्दा मैले भने कि मलाई चाहिएको चाहिँ के छ भने मेरो देशमा म जाँदाखेरिमा मलाई पुर्याले के भन्दै लुक माई कन्ट्री म्यान